गुड मर्निङ साथीहरू। आज चाहिँ हामीले फर्सी पकाउन लागेको छौँ। यहाँ चाहिँ हामीले फर्सी काट्यौँ अनि आलु काट्यौँ। त्यसपछि तेल हालेर मेथी राखेर बेसार फुरायौँ। त्यसपछि हामीले एकछिनमा फर्सी राख्यौँ अनि फर्सी चाहिँ हाम्रो घरतिर कबली भन्छ, हजुरकोतिर के भन्छ? यो चाहिँ हाम्रै बारीमा फलेको फर्सी हो अनि कति दिन भयो नखाएको अनि आज खाँदैछौँ। अनि पकाउँदै गर्दाखेरि फर्सी चलायौँ। त्यसपछि हामीले मसाला काट्यौँ अनि त्यसपछि हामीले मसाला, टमाटर अनि नुन सबै राख्यौँ र एकछिन चलायौँ। यो चाहिँ अलि धेरै बेर चलाउनु पर्छ, त्यही भएर ध्यान दिएर चलाउनु पर्छ, पोल्न सक्छ। र हामीले चलाइसकेपछि एकछिनमा ढाक्नुपर्छ। अब चाहिँ हामीले ढाक्यौँ अनि ढाकेपछि फेरि चलाउनु पर्छ। एकछिन हामीले चलायौँ अनि फेरि चलायौँ। अब हामीले पानी राख्नुपर्छ अलिकति। अब यो चाहिँ हामीले अलिकति पानी राख्यौँ। अब हाम्रो फर्सी र आलुको तरकारी रेडी।